ल हामी यसरी चढ्यौं। चढेर यसै क्रममा हाम्रो आगन्तुक साथी श्री विनोद गैरेजीको आगमन भइसकेको छ। हामी देख्न सक्छौं। यसरी सवारी साधनमा मस्त चिल पारामा आगमन गरिसक्नु भएको छ। वाह वाउ! दहको डाँडैमा अब लगभग हामी अहिलेको यात्रामा हामी सवारी साधन बाइकको प्रयोग गरिरहेको छु। ल दहको पोखरी र पोखरीमा सँगै स्कुटी पोखरी। हामी माथि चढ्दैछौँ। च्यान डाँडामा छौँ। यताबाट हेऱ्यौँ भने तराई देख्न सक्छौँ। हामीले नजिकै हो। अब यतापट्टि हेऱ्यौँ भने हामी दहको पोखरी पनि देख्छौँ। यतापट्टि पारी पोखराथोक देख्छौँ। तल्लापट्टि देख्छौँ। लगायत हामी हिमालसम्म देख्छौँ। तर अहिले कोइरो लागेको भएर हिमाल देख्न सक्दैनौँ। त्यसको लागि छेमा पर्दैछौँ। हामी डाँडैमा ट्याक्रेक्क लाएर यसरी डाँडा हिउँचुलीका डाँडामा बाइक र स्कुटी आइसकेका छन्। यतापट्टि हाम्रो गाउँ नजिकै कोइरो लागेको छ। अब साँझ पर्न पनि लागेको छ। अँधेरो भएको छ। यस्तो चिसो छ कि एसी पनि -3 मा चलाए जस्तो शीतल कुल छ। म यति थोरै चाहिँ तल मजाको भ्यू पनि देखाउन चाहन्छु। हाम्रो मामा घरतिरको भ्यू हेरौँ है यहाँ को छ भन्ने कुरा त्यहाँ हेर्न सक्छौँ हामीले। ल है त अब यहाँबाट नि हामी निस्किन्छौँ। हामी लगभग गैरे निवासनिर आइपुग्यौँ। सफल अवतरण भएको छ हाम्रो। यता छ सवारी साधन टान्टी। यता छ सुकुटी। डियोको सुकुटीमा आयौँ हामी। डियोको सुकुटी पहिलोचोटि यहाँ यसरी आएको छ। गैरे निवास पाणिनी 5 पल्ला मजामा। ड्राइभर चाहिँ त्यही हुनुहुन्छ। टक्क हामी चाहिँ आइपुग्यौँ। यति बेलाको समय हाम्रो पाणिनी गाउँपालिका 5 उपल्ला मजा गैरे निवासमा छ। हामी स्कुटीमा सवार भएर आइसकेका छौँ पाणिनी 5 पल्लो मजामा। जे होस् खुसी लाग्यो। स्कुटीमा नि आउन सकिने रहेछ। राम्रो छ। बाटो पनि ठिकै रहेछ। रमाइलो लाग्यो।